स्पोर्टम्यान हुन नि कहाँ सोच्छ त ओए क्लाउड क्या दामी आइरहेको नि दाजु साँच्ची नजिकै हेर न हेर न गोरो छु फेरि कालो भयो भने भोलि आफैलाई गाह्रो लाग्छ हजुरहरूले मलाई चिन्नुहुन्न यो को काले आयो फेरि भन्ने होला बचपनमा खुब खेलियो पुतलीको छाप हान्ने देऊ हेलो गाइज वेलकम टु माई न्यू ब्लग आज डेली ब्लगको 7 दिन सो अब म कामबाट आएर सुतेको थिएँ अनि अब उठेँ अनि अघि नै भात र दाल चढाएको अब चाहिँ अब दाल भुट्छु फ्रेस हुन्छु सो गाइज म अब फ्रेस हुन गइरहेको छु सो गाइज म नुहाएर फ्रेस भएर आइसक्यो होइन दाल पनि मैले भुटेर गएको थिएँ अब यहाँ उम्लिसक्यो होला सो दाल पनि उम्लिसक्यो गाइस सो अब मेरो खाना पनि रेडी भयो अब के गर्ने भनेपछि ब्याडमिन्टन खेल्न जाने भनेको भाइले अल्छी गरेर के गर्ने सो गाइस अब हामी ब्याडमिन्टन खेल्न गइरहेछौँ यस्तो घाम छ बाबरे बाब गाह्रो यस्तो चम्किरहेको भने गाह्रै सो अब हामी ब्याडमिन्टन खेल्न गइरहेछौँ यहाँ अगाडि छ निरञ्जन भाइ सो गाइज हामी यहाँ ग्राउन्डमा पुगिसकेका छौँ अब यहाँ पुरै घाम छ होइन कहाँ खेल्ने भयो शीतल त कहीँ छैन क्या सब घामै घाम छ होइन घाममा त कसरी खेल्ने भर्खरै नयाँ निस्केको मान्छे म त यस्तो गोरो छु फेरि कालो भयो भने भोलि आफैलाई गाह्रो लाग्छ हजुरहरूले मलाई चिन्नुहुन्न यो को काले आयो फेरि भन्ने होला सो अब यहाँ त्यहाँ शीतल छ त्यहाँ जान्छौँ हामी अरू दिन त अब फुटबलहरू हुन्थ्यो आज चाहिँ नरहेछ कोही छैन सो गाइज यहाँ चाहिँ शीतल रहेछ अब यहाँ हामी ब्याडमिन्टन खेल्छौँ यस्तो छ एकछिन ब्याडमिन्टन खेलेर टक्क होइन कति सुत्नु त सुत्या गऱ्यो भने अल्छी पनि लागिन्छ फेस त मेरो यो डबल पहिला त हल्का जलाइन आइरहेको थियो डबल यस्तो भइसक्यो मोटाएर भ्यात्त भइसक्यो होइन भात खाएर धेरै भात खाएर होला सो अब हामी खेल्न गइरहेछौँ गाइज कस्तो ओए क्लाउड क्या दामी आइरहेको नि दाजु साँच्ची नजिकै हेर न हेर न माई गॉड सो गाइज यस्तो छ यहाँ फोटाभारीहरू खेलिरहेको सो गाइज अब हामी खेल्न गइरहेको छौँ यहाँ हावाले खेल्नै दिइरहेको भने यहाँ हावा बन्द हो न भन्छु यस्तो छ गाइज हालत मेरो पेट दुख्छ मिलिराखेन कि गाइज स्पोर्टम्यान हुन नि कहाँ सोच्छ त नेचरले नै साथ दिने नदिएपछि के कसको के लाग्यो सो गाइज अब हामी जान्छौँ होइन हावाले खेल्नै दिएन मेरो पसिना भइसक्यो निराजनको त पसिना आएन किनभने चाहिँ मेरो बोसो छ नि त अलि मोटो छु त्यही भएर होला सो गाइज अब हामी जुस किन्छौँ होइन लास्ट पानी तिर्खा लाग्यो तर यहाँ पानी पनि छ मुख धुनु पर्छ मुख धुन्छु म यस्तो यहाँ यस्तो टाइपमा मुख धोइयो यस्तो छ निराजन त्यहाँ सो अब हामी भेन्डिङ मेसिन जाँदैछौँ भेन्डिङ मेसिन यहाँनिरै छौँ
यहाँ पनि छ पर पनि छ यहाँ त भेन्डिङ नै मेसिन भेन्डिङ 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 जापान भेन्डी छ अलि फेसिलिटी धेरै छ नि सो गाइस अब हामी खेल्न गइरहेछौँ हावाले उडाएको ल हावाले उडाइरहेको क्या उताबाट खेल हावाले दिँदै रहेन रहेछ हावाले सो गाइज हामी भेन्डिङ मेसिन पुग्यौँ भेन्डिङ मेसिन यहाँ दुइटा छ यहाँ ए अब के किन्ने लियो पैसा छिल्लर लिएर के खानु किन न खाने लायकको के छ मर्छ पनि रहेछ 30 खाने मर्छ मर्छ ल्याउनु एउटा हुन्छ होला पुग्दैन सो अब हामी मोन्स्टर किन्न गइरहेछौँ ल मोन्स्टर किन्न गइरहेको छु गाई छ होइन पसिना भइसक्यो म त झन् यो मुख धोएँ भर्खरै नुहाएर आएको सिलर कप खस्यो ल यहाँ डस्टबिनको हाल्नु जापानको डस्टबिन गाइस यस्तो फोहोर छ फाटेको छ तर के गर्नु नेपालमा यस्तो डस्टबिन पनि हुँदैन होइन अब भेन्डिङ त कहाँ लाग्छ अझै 50-60 वर्ष भेन्डिङ आउन नेपालमा त्यतिखेरसम्म नेपालको मान्छेको सिभिल सेन्स कमन सेन्स लिट्रेसी रेट हाई हुनुपर्छ हाई नत्र छैन चोर हुन्छन् चोर आफ्नै घरमा राखेको साइकल त चोरेर हिँडिरहेको अघि एक दिनमा म दिउँसो सुत्या भयो है घरमा कोही नै अनि त्यो एउटा कुखुराको चल्ला थियो त्यो उठाएर लगिदियो भने छैन कुकुरो घरमा स्यालले नै मान्छेले लग्यो स्याल दिउँसो स्याल कहाँ हुन्छ यार चोकाइ जब हामी मोस्टर किनेको मोस्टर कुखुराको चल्लो उठाइदिएर अब हामी मोस्टर किन्दै घर जाँदैछौँ सो गाइज मोस्टर आजभोलि मलाई मोस्टर मन पर्दैन अस्ति यहाँ नुहाउनु गएदेखि मोस्टर खाइरहेको छु एक दिन खाएँ धेरै त खाएको छैन नत्र मैले पहिला खाएको थिएन जापान आएदेखि कहिले काहीँ अरूले किने भयो मात्र खान्थेँ आफूले किने त कहिले खाएको थिएन साँच्ची हो सो गाइज अब हामी घर जाँदैछौँ होइन रुम जाँदैछौँ हाम्रो लागि घरै त हो सो अब हामी घर जाँदैछौँ निराजनको त काम छैन मेरो त काम छ नि त अब मैले एक घन्टा भयो नि सुत्नुपर्छ अनि खाना खाएर निस्किने हो म त काम छ नाइट काम फुल नाइट अहिले यस्तो काम छ नि राति पुरै यो अहिले 4-5 बज्न लागिसक्यो यस्तो काम छ बिहानको 5 बजेदेखि लागेको काम बिहान 5 बजीदेखि लागेको काम अहिले भरेको 5 बजीसम्म पनि यस्तै जस्ताको बिहान जस्तो थियो अहिले पनि त्यस्तै छ क्या केही घटे छैन तिमीले पहिला खेल्यो कि नै त्यो यसलाई डोर्याएर पुछाड यसको पुछाड बाँध्ने यसलाई के भन्छ यसलाई के भन्छ बिन भन्छ के भन्छ बचपनमा खुब खेलियो पुतलीको छाप हान्ने त्यो सो गाइज अब हामीहरू घर जाँदैछौँ होइन यहाँ कस्तो दामी छ सो बाई बाई अब अर्को दिन भेटौँ न ल सो गाइज हामी अब रुम पुगिसक्यौँ हाम्रो अब यहाँ रुम छ होइन सो गाइज हामी रुममा पुगिसक्यौँ होइन अब निराजन भाइ त सुत्न लागिसक्यो होइन म त अब सुत्छु म पनि सुत्छु होइन सो गाइज म उठेर अब खाना खाइरहेको छु होइन मेरो खाना चाहिँ यस्तो छ दाल भात अनि यहाँ घिउ हालेको छु अब खाएर काम जानुपर्ने हुन्छ
सो म रेडी पनि भइसकेको छु। सो अब खाना खान्छु गाइज। सो गाइज म अब कामको लागि निस्किरहेको छु। अब कामको लागि निस्केँ होइन। अब यहाँ खानासाना खाएँ। अब अघि 5 बजे कस्तो घाम सर्को घाम लागेको थियो होइन। अहिले चाहिँ कस्तो अँध्यारो पुरै अँध्यारो थियो। त्यो अघिकै ठाउँ हो, म अघिकै हिँडेकै ठाउँ हो, तर यति अँध्यारो छ। सो गाइज अब मैले काम जानुपर्ने हुन्छ। सो गाइज आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ माई भिडियो। सी यू अन माई नेक्स्ट ब्लग। बाई बाई गाइज, लभ यू।